हेलो आज विश्वकर्मा पूजाको है हजुरहरूले यो भिडियो अन्तिमसम्म हेरिदिनु होला है र यहाँ हेर्नुहोस् हाम्रो गुरुजीहरूले गाडी सिँगार एकदम चडक्कै बनाउनु भएको छ है एकदम मजाले सिँगार्नु भएछ र हेर्नुहोस् र मजाले सिँगार्नु भएछ एकदम मेहनत पनि गर्नुभएछ है मजा राम्रोसँगले र हेर्नुहोस् अब यहाँ हाम्रो भित्र कम्पाउन्ड एरियामा हो यो चाहिँ र हेर्नुहोस् यहाँ भित्र है र यहाँ मुनि हेर्नुहोस् यहाँ हाम्रो चाहिँ ठुलो मेसिनहरू यहाँ तल लाइन लागेको छ हो यहाँ माथि राख्ने जग्गा नभएर यहाँ लाइन लगायौँ हेर्नुहोस् है यसरी तपाईँहरूले देख्नु सक्नुहुन्छ अन्त त्यही त आज विश्वकर्मा पूजा है हामीले धेरै मिहिनेत पनि गऱ्यौँ सबै मिलेर धोइधाइ गऱ्यौँ साफसुग्घर गरेर त्यहाँबाट पूजाको मेलामेसा थियो है र हेर्नुहोस् मेरो चाहिँ स्थिति पनि यस्तो भइरहेको छ म चाहिँ दाढी साडी केस काट्नु पनि भ्याइनँ है म चाहिँ यतिकै छु है अन्त यहाँ हेर्नुहोस् यहाँ अलिकति हाम्रो लङ्गर छ है तपाईँहरूलाई म लङ्गरमा पनि लाँदैछु र म यहाँ हेर्नुहोस् यो मेसिनहरू जेसिबीहरू यहाँ लाइन लागिरहेछ यिनीहरू सबै सिँगारेर बसिरहेको छ र यो चाहिँ लङ्गर हो है हेर्नुहोस् यहाँ चाहिँ एकदम खिचडीको मेलामेस हुँदो रहेछ कटिङमा तपाईँहरूले देख्न सक्नुहुन्छ एकदम कटिङ चाहिँ धमाधम भइरहेको छ र आजको यो पूजाको हाम्रो है सबै मिलेर गरेको थियो कम्पनीमा है कम्पनीभित्र र हेर्नुहोस् न एकदम मजाले गरिरहेको छौँ सबैजना मिलेर र धेरैजना छौँ है अन्त हेर्नुहोस् यहाँ लङ्गर चल्दैछ यो चाहिँ खिचडीको मेलामेसा हुँदैछ देख्नु सक्नुहुन्छ तपाईँहरूले हेर्नुहोस् र बिचराहरू सबैजनाले एकदम लागि परेर है पकाउने कामहरू गरिराख्नु भएको छ काट्नेले काटिराख्नु भएको छ र बाहिर पूजा एकदम धमाधम चलिरहेको छ र हेर्नुहोस् यसरी तपाईँहरूलाई म बाहिर लाँदैछु अब यहाँ हेर्नुहोस् है र हाम्रो यो मूर्ति पनि यो कागज अगाडि ढाकिएको थियो हटाइयो र त्यसमा चाहिँ शङ्ख फुक्नु चाहिँ सबैलाई धेरै साह्रो परेको थियो क्या र कसैले सकेनन् है धेरै मुस्किल भएको थियो र भन्छ नि जसको घोडा त्यसैले नचाउँछ भन्छ र त्यही कारणले सकेन कसैले फुक्नु चाहिँ बहुत मुस्किल भएको थियो फुक्नु उहाँहरूलाई सबैजनाले कोसिस गरे धेरैजनाले कोसिस गर्दा 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 पनि भएन है केसिप लागेन र हाम्रो गुरुजीले एकदम पढिराख्नु भएको छ यता हाम्रो पुजारी हुन्छ है हाम्रो पप्पु हुनुहुन्छ है अन्त उहाँले चाहिँ एकदम पूजा गरिराख्नु भएको छ यहाँबाट हटाइयो है र हेर्नुहोस् यसरी सबैजना भेला भएर धेरैजनाले कोसिस गरे है धेरैजनाले कोसिस गरेर म पनि गर्छु भन्दै धेरैजनाले कोसिस गर्दा गर्दा र कसैले सकेन अनि मैले चाहिँ भने पानी हाल्नु एकताल पानी हाल्यो भने अलिक बच्छ हल्का हुन्छ भने अन्त पानी पनि हालेँ है र हेर्नुहोस् यहाँ गई बसिरहेछ नि जतिर ड्याममै है यस्तो छ आज अब सबैजना मिलेर कम्पनीमा है एकदम र हाम्रो हवनको मेला पनि भइसकेको छ है हामी हवन तरफ लाग्यौँ है र सबैजना बसेर चारौँतर्फ घेरिएर है भित्र पण्डालभित्र बनाइएको थियो हामीले अलिकति बाहिरपट्टि हवन गऱ्यौँ हो र यता हेर्नुहोस् एकदम